यो धान पनि यस्तो भइरहेछ ल हेर्नु त्यो साथीहरु ल धान पनि यस्तो भइरहेछ यो चाहिँ बर्खे धान हो तर म चाहिँ कृषक भन्नहरु छु तर अब नेपाल सरकारको कृषक भित्र चाहिँ हामी जस्तो किसानहरु परिएन किनभने हामी चाहिँ 2 करोड भन्दा बढी लगानी गर्न नसक्ने कृषकमा पर्यौं तर अहिलेको नयाँ सरकार युवा जोश जाँगर सहित आएको नयाँ सरकारले चाहिँ हामी जस्तो 15-20 लाख लगानी गरेर कृषि पेशामा लागेका कृषक हामी चाहिँ कृषक भन्न रुचाउँछौं तर उहाँहरुको कृषक क्राइटेरिया भित्र चाहिँ हामी पर्न सकिएन तर उहाँहरुको लागि चाहिँ हामी के हो थाहा छैन ल कृषक होइन अरे हामी चाहिँ त्यो भित्र परेको कृषक हो हामी आफै चाहिँ कृषक बन्न रुचाउँछौं तर नेपाल सरकारले चाहिँ हामीलाई कृषक भित्र राखिएन ल यस्तो भइराछ मेरोमा चाहिँ युवा जोश जागर सहित आएको सरकारमा आश त ठुलै थियो हैन तर हामी जस्तो सानो लगानी गर्ने कृषकहरुलाई चाहिँ यसले डिमोटिभेट गरेको छ हैन ल यो चाहिँ मेरो फर्म हो यो फर्ममा मैले 10 लाख यो फर्ममा छ 10 लाख लगानी गरेको छु यो पिछाडीको यो कोलाघारीहरु देखिरहेकोमा छ 4-5 लाख छ अनि माछा पोखरी गरेर लगभग मेरो 25 लाख जति लगानी छ लगभग गरेको 10-12 वर्ष हो अब खासै कृषिमा लागेर उन्नति प्रगति चाहिँ गर्न सकिएन त्यही पनि नेपाल सरकारले केही सहयोग गर्छ कि भनेको अब नेपाल सरकारले नै अब हामीलाई कृषक नै ठान्दैन हैन ल हेर्नुस् है साथी अहिलेको सरकारको भनाइअनुसार सबै कुरो एआई बाट हुन्छ भन्छ तर यो धान फलाउन चाहिँ एआई को अब खै के प्रयोग भयो र यहाँ चाहिँ अब हाम्रो खुन पसिना श्रम मेहनत लागेको छ अब यस्तो धान छ अब यो अब फेरि यो धान बर्खे धान हो अब यो बेच्दाखेरि यो हामीले आफै मूल्य तोक्न पाइएन यो चाहिँ बिचौलियाले तोक्छ उनीहरुलाई जति मन लाग्यो त्यतिमा लान्छ अब यसमा नि नेपाल सरकारले ध्यान दिदैन नेपाल सरकारले यसो नेपाल सरकारले किनिदिए एउटा हुन्छ कृषकहरुलाई यो धानमा लगभग 3 बोरा जति लागेको छ मल त्यो पनि नेपाल सरकारले दिएको हैन हाम्रो जे पनि पारीबाट साथीहरुले ल्याइदिनुहुन्छ अब त्यो पारीबाट नेपाल सरकारले त दिन सक्दैन त्यही पनि अब पारीबाट ल्याइदिने साथीहरुलाई पनि बीचमा पक्रेर अब हामी 2300 सम्म लाएर एक बोरा त 45 केजी को इन्डियन मल लाइराछौं लाएर यति फलाइयो यो फलाउने बेला नेपाल सरकारले एउटा मल दिन सकेन अब उनीले त दिन सक्दैन अब अरु साथीहरुले ल्याउँदा पनि बीचमा पक्रेर तस्करी गरेको भनेर चाहिँ अनि हामीलाई मलको अभाव उनीले त दिन सक्दैन त्यही पनि अब अरुले ल्याइराखेको पनि पक्रिदिएर हामी जस्तो कृषकहरुलाई चाहिँ मलको अभाव अझै छन् अब हामी आफ्नै पैसाले फुल पैसाले अनुदान बिनाको इन्डियनै भए पनि लाउन त अब आफ्नो बाली नाली नबिग्रियोस् भनेर हामी चाहिँ अब जसरी हामी मल लाउनै पर्ने हुन्छ हैन मल नलाइ त अहिले त उत्पादन हुँदैन अब जतिसुकै कम्पोस्ट मल लाए पनि रासायनिक मल नलाइकन अब चाहिँ उत्पादन हुन छोड्यो त्यही भएर लाइन्छ त्यही पनि अब बीच बाटोमा पक्रिदिन्छ साथीहरुलाई त्यही भएर मलको अभाव भइ गरेको खेती अब यस्तो छ अहिले सुगाइ आउँछ बिहान उज्यालो हुनु पाउँदैन सुगाएको छ यो बोटमा पुरै सुगा छ त्यही भएर चाहिँ सुगा रुगिराछु ल अब आकाशसम्म त पुग्ने हैन स्थानीय तले नि हेर्ने हैन ल हामी चाहिँ अहिलेको युवा जोश जागर भएको नयाँ सरकारमा पर्न अटाउन नसकेको कृषक
ल बाई ओके।